स्वागत छ हजुरलाई हाम्रो नयाँ भिडियोमा। म भर्खर उठे। हेलो एन्ड नमस्ते। आयो सबैजना सन्चै हुनुहुन्छ होला? म पनि ठिकै नै पाइन्छु। भर्खर उठ्यो 7 बजे। मैले खाना बनाएर रेडी बनाइसके, पानी सानी लिएर सब काम गरिसके। जे भर्खर उठिन गल्दै उठ्न आबित्तिकै फेरि होइन रुन लागिहाल्छ नि। सुसु गर्नुपर्छ। तिम्रो लागि बाजेले चिज बलिदिएको बिहान पसलदेखि। बा गर्छ। यता हेर त, यता हेर सानो, यता हेर त। यता घाम लागेर बाहिर घाम लगाएर यस्तो घाम लागिसक्यो बिहान नै। तिम्रो लागि चिज भयो। चोट लाग्यो खुट्टामा। उफुजान लाग्थ्यो यसले ढ्याक्क पारेर रगतै आयो। चोट लगाएर गर लाग्यो सानीहरू। तुई गर लाग्यो, मैले चोट लाग्यो। ल पहिला यो गोडा पोत्ने, पहिला यो पोत्ने भने हस् सामान थाहा गर्न। हे भगवान, आज यो पोतम, भोलि उता पोतमला, पर्सेर यो पोतमला, अनि निगर्सी पनि त्यो पोतमला सरम। यही मात्र पोत्ने आज? जाँगर कहिले लाउँ त तिमीलाई? आफूलाई म जस्तो भइदा अब त गरी खान्थ्यो, थाहा छ कि नै? मलाई रुगा लाएर सन्चो नभएर आँखाबाट आँसु तप 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 सुदा पनि आँसु। म सोच जान्दैन के हिन्दू तर म पनि जान्छ। ओली 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 रुलाउने मान्छे गयो भनेर चिन्तित थियो क्या। पंखा चाहियो अरे। ड्राउँछ यहाँ छोरो। किन पंखा देखेर रुन्छ? किन ड्राउला क्या? ड्राउँछ क्या? ड्राउँछु र सानो ड्राउँछ हेर पंखा रुन्छ। फन 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 घुमाइरहेको किन ड्राउला त बिचारो। अब किन ड्राउला? ऊ अब छुने मान्छे हो। त्यो त चलेसी रुन्छ क्या। काट्ला भने डर लाग्दैन पनि सानो। अड्यो यहाँबाट हेलो भन्थ्यो, हेलो मामु भन्थ्यो, हेलो मामु भन्नु न। अब एक लाइन छ, एक साइड छ कि नि, दुई साइड। यताको अझै आधा, यताको लिपिसक्यो। अब दुई साइड छ, दुई साइड लिपिसक्यो। 4वटा भित्तामा 2वटा भित्ता लिपिसक्यो। अब 2वटा भित्ता चाहिँ बाँकी छ। त्यो सक्यो भने उताको लिप्नु भनेको कतिको जाँगर भ्याउनु। एउटाले चाहिँ यहाँ भइ लिप्दै गर्ने, एउटाले चाहिँ त्यहाँ लिप्दै गर्ने, अनि छिटो हुन्छ भन्ने। कस्तो हुने यो गोडा सानो छ नि त। यता यता र यता मात्रै हो ठुलो। यता साइड र यता उता यति हो, यता अब यति हो छैन। यता कोठा त सानो। जाँगरले पो कतिको बाटो दिने त्यो थाहा छैन। रुगा लगाएर यस्तो हालत खराब भएको कि पुरै फेरि छैन कि ठुलो। यिनलाई जाँगर लागेन। मोल छ कि त्यहाँ आन्टी घर जान्छु म ल्याउन। हिजोको मोल छ उहाँ। मतलब ऊ त्यहाँ छ हिजोको, मतलब हिजोकै त होला न तिनी थुप्रा। लैजाऊ भन्नु थियो अघि बिहानै, मैले हुन्छ अनि भनेर नलिएको के थियो। अनि आज नपुत्नु, म त पोतिहालौँ भन्छु कि। यहाँ भुइँ पोत्दासम्म एउटाले चाहिँ मोल माटो ल्याउने, अनि 2टा लागौँला नि त फेरि पोत्दाखेरि बरु भएन र कस्तो। पुग्ला है
नपुगे फेरि उता कच्छ र माटो पुग्छ भित्र त पुगिहाल्छ यो पोतिहालौँ भन्ने जस्तो लाग्छ क्या मलाई रह्यो भने अस्तिबाट भोलि भनेर हेर न कतिवटा भोलि गयो हामीले अस्ति नै पोते सकिन्थ्यो कि नै भन त लाइन जोड्ने के भने अनि रह्या भयो त्यही त भने त अनि फेरि लाइन के हामीले पोतेर जोड्या राम्रो हुन्थ्यो बल्ली पनि हुन्थ्यो क्या भन्छु क्या म के गर्छ पछि आएर अधिकार हुन्छ तिम्रो अघि आउनुपर्छ नि अधिकार जमाउनलाई त अगाडि मतलब अगाडि सुरुमा ऊ त्यो तारलाई पनि म आँटाले पुर्दै भन्छु म त किनकि मुसाले काट्नु कि पोतेपछि त भित्र हुन्छ नि त के काट्छ खै के हो मलाई थाहा न तर पोतेपछि सजिलो भयो गर्न खोजेँ मैले किन यस्तो छन् त्यो त सेतै थुप्रा थाहा मलाई थाहा त तिमीलाई पाउने मान्छे कति भाग्यमानी भने जस्तै गर्छ तिमी हुक्क पार्छ तिमीले साँच्चुकै भन यिनलाई झेल्न जिन्दगीभर कसैले झेल्न सक्दैन क्या यत्रैको कुरा पाउनुहुन्न यिनलाई करा त्यो 10 दिनसम्म पनि उत्काइरहेको छ नि यस्तो डेन्जर मान्छे छ यिनको अगाडि कसैले केही भन्नुहुन्न छास त्यही भएर म यिनलाई केही भन्दैन तिमीलाई त सुइयोको टुप्पो जति पनि भन्नुहुन्न त तिमीलाई त अनि त्यहीलाई बराई चराई गरेर पुरा 4 फ्ल्याट घर भन्दा नि अग्लो बनाएर तिमी झगडा गर्छौ त अनि बिचाराको जिन्दगी तहस नहस पारिदियो तिमीले झगडा गरी पार्दैनौ त बिचाराको जिन्दगी झगडा गरिरहन्छौ त अनि बिचारासँग त्यहाँको के गल्ती छ र त्यहाँसँग झगडा गर्नु देखा पराल के बुढाबुढीको झगडा परालको आगो ठिक छ गर्नुपर्छ म त गर्दिनँ फेरि म त फोनै गर्दिनँ हाम्रो त्यस्तो कुरा हुँदैन फेरि फोनै हुँदैन त्यस्तो हाम्रो चाहिँ पता नै पहिला चाहिँ फोन भइरहेको थियो पहिला चाहिँ अनि त्यो बाबु पेटमा हुँदा नि हुन्थ्यो अनि बाबु जन्मेको कति 2-3 महिनासम्म पनि भइरहेको थियो अनि त्यसपछि चाहिँ त्यस्तो कुरा आउँदैन हाम्रो कहिले 2-3 दिनको एकपटक कहिले बिहान भयो भने साँझ हुँदैन साँझ भयो भने बिहान हुँदैन पहिला जस्तो कुरा हुँदैन हाम्रो चाहिने कुरा गर्नुहुन्छ अनि होस् राखो काम छैन अब के काम पुरा गरिराख्ने भन्नुहुन्छ अब होस् भने होस् भनिहाल्छ अनि हिजो बिहान कुरा गर्नु भएको थियो एकछिन त्यहाँदेखि कुरा गर्नुभएको छैन काममा जानु लाग्छु म 2 जना टाइम भइगयो भन्नुहुन्थ्यो अनि अस्ति पनि कुरा भएको थिएन अनि हिजो त्यही भन्नुभएको थियो अनि त्यहाँदेखि पनि कुरा भएको छैन अनि राति खै कतिखेर आउनुभएको रहेछ अनुमा म सुतेपछि अनि बिहान चाहिँ अनुमा आउनुभएको थिएन अनि अहिले पनि अनु आउनुहुन्न अहिले पनि ड्युटीमा आउनुहुन्छ होला त्यस्तो कुरा हुँदैन अनि आउनुभयो भने किन आउनु भएन यस्तो गर्न लाग्थ्यो भन्नुभयो भने साथीहरूसँग बसेर यस्तो गर्न लाग्थ्यो उस्तो गर्न लाग्थ्यो भन्नुभयो भने पनि भन्दैन केही भन्दैन यिनी त फेरि मिसाल बम पट्किन्छ नि भट्ट छैन अहिले छैन रे हस्पिटल खोलेर त्यही पनि फेरि सुख छैन फेरि झगडा गरिहाल्छ भन झगडा गर्छु कि नै म त सबै पुर्दै भन्छु क्या आनन्दै जिम्मा गर नि फेरि यस्तरी
ठिक हो फेरि सुता सुता मैले बिर्सादिएँ थमथमाउने बाटी नखाएर नुनु गर्या हो माथि भित्ता मात्रै लिपेको के तल लिप्नलाई माटै पुगेन भने थोरै छ माटो नै छैन अनि जाँगर पनि लागेन अनि सिरिसालाई लिपौँ भनेको नलिपौँस् भोलि लिपौँला जाँगर लाखेन भने अनि होस् अब जाँगर लाखेन भने जबरजस्ती गर्नु पनि त भएन है त्यही भएर हुन्छ भनेर नलिपेको सामानहरू कहाँ फाले खाएले यति त भेटाएँ अरू त भेट्दैन त मैले अर्को भेक्स पनि ल्याए जस्तो लाग्छ छैन त कता गएछ उहाँ रुगा लाएर यस्तो नाक दुख्यो अनि फेरि पुरै के भन्नु र खै पुरै नाक दुखेर भर्न लाग्छु के सब्जी खाने बेलुका हुन लागिसक्यो 1 बजी सकेको हामीले चाहिँ लिपेर भित्ता चाहिँ अनि सुतेको म त कस्तोसँग कस्तो मस्तको निद्रा थिएँ अनि अब फेरि एकपटक लिप्नु पर्ने अरे के मोल माटोसँग फेरि पनि म त यत्तिकैमा होस् रङ लगाइदिने भन्ने थिएँ सेतो रङ फेरि चिर्के हो फेरि यस्तो भयो है उता यता भन्दा पनि यता साइड चिर्के हो क्या यता चिर्केको साइडतिर चाहिँ मोल माटो लगाउने नचिर्केकोमा चाहिँ रङ लगाउने के हो भन्ने सोच तर सिरिसाल लिपेको चाहिँ चिर्के हो के तिनले लिपेतिर चिर्के हो तर फेरि यता माथि तिनले लिपेको मैले तल लिपेको हो नि त अनि मैले लिपेको ठाउँ पनि चिर्के होइन भने है तिनले लिपेको ठाउँ चिर्के हो पता नै किन चिर्केको तिनले लिपेको ठाउँ तिनले झन् चिल्लो बनाइ लिपेको नि त्यही पनि चिर्के हो तिनले लिपेको ठाउँ बाक्लो भयो मतलब अब चाहिँ हेर नपुत्ने रङ लगाउने भने सोचेँ त अब यसरी चिर्क्यो भने त कहाँदेखि हुन्छ है फेरि लिप्नु परिहाल्छ यो कोठा चाहिँ अहिले चिर्केन सायद चिर्किन्छ होला साँझसम्म अहिले त केही भएन है चिर्किन सुरु हुन लाग्यो देखाउन लागि हासले चिर्केको ठाउँ चाहिँ मोल मार्नु तर रङ लगाइदिने आज यो लिपिसक्ने भनेको नि हरायो लिपेन तिनले त हो जाँगर लाएन भनेर घरमा टमाटर किन्न आउनु होला सम्पर्क गर्न हे भगवान् फोन नम्बर कति हो तिम्रो नम्बर झुसले किरो र त यहाँ टमाटर बाफ्रे ऊ त्यहाँ चाहिँ छिटोमा पनि छ त्यहाँ यहाँ पनि छ बाफ्रे बा 1 बोरा टमाटर ल्यायो के 5 नम्बर थैलीबाट 1 थैली ल्याएको त्यहाँ के छ सानो के छ यिनी चलाएर भित्र गएको तिनको जिना आराम गरे मुई खाम न चुक्लो खाएन यहीसँग भात खाएको चुकिलो त्यस्तो भए तिमी चाख्ली मैले थाहा पाइगे यस्तो मुई होइन तिमीले चाख्ली कस्तो होला र खै गिलास ल्याउँछ म त ठगे जस्तो लाग्छ ठगे जस्तो लाग्छ यसो लाउने हाल न मुख मिठा होला भयो धेरै खानुपर्छ चुकिलो हो कि बा सिधो जस्तो पनि चुकिलो कस्तो हे भगवान पहिला जुनीमा यिनी गनगनी बड्डी थिए क्या तिमी थाहा छ मनको कुरा के बिचरा आएर बुहारी भात पकाउन लाग्यो यस्तो छन् कि छा फेरि कराउनु
भगवान यिनी सासू भयो त बुहारीलाई एक दिनमै निकालिदिन्छन् हो गन 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 गरी गरी यही गन गन गर्छ भन्ने थाहा पाएर हो कि सबै सामान सक्या छ्या कम गन गन गर्दैन नि मलाई अलिकति चिनी हालिदेऊ न मोल अरे मोलो भने चाहिँ चुकुल छ त नुन लाग्छ नै गनगन बर्थडेसँग बस्यो भने आफ्नो दिमाग खराब हुन्छ भात सही गनगन गर्छ नि आफ्नोबाटै अरूले भनन् नभनन् पहिले कुरा मिलाइ मुलै पार हेर न चलिएर मिलाएर यस्तो उस्तो भन्दै कराउन जान्छ नि बिचाराको गुरुको रगतै आयो भने हामी बुवा खतरा हुनुहुन्छ नि पछि हान्नु त्यो सोमला उठे त्यो नाके दोरीबाट यत्रै तान्दिनु भए च्वाट गर्थ्यो पुरा नाक त खुनै आएको थियो पुरा टप 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 मिसानु कता नि दौरी दियो नि त्यही भएर खाना ए फेरि देखा देखा यसलाई देखा त्यो यो त्यो गर्छ किन यसले 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 यस्तो गऱ्यो भने चाहिँ यस्तो हुन्छ त त्यस्तो गर्ने त्यस्तो गर्ने चल्लिहरू हा हा भन्दियो हा 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 भन्दियो हा भन्दियो खै भने कुत्ता हेर कुत्ता कुत्ता हेर देख्यो कुत्ता 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 हेर कुत्ता देख्यो कुत्ता भने है बाई 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 कुत्ता 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 नो 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 भने है त नो 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 ओके गाइज भन ओके गाइज आजको भिडियो यति भन्दियो भन्दै त सबैजनाले हामीलाई सपोर्ट गर्नु होला सानो सबैजनालाई कमेन्ट सेयर गरिदिनु होला यता फर्केर भन क्या सब्सक्राइब नगरेको मान्छेले सब्सक्राइब गरिदिनु होला नेक्स्ट डे नेक्स्ट ब्लग बाई बाई पानी होला